참 कस्तो बिहानैबाट घाम लागेको के गर्ने होला बोयफ्रेन्डलाई फोन गरेर त्यसको दिमाग खानु पर्यो हेलो हाई बेबी हेलो बेबी बेबी म तिमीलाई एउटा कुरा सोधौँ हुन्छ सोध ल आज यसको झगडा गर्ने मोड रहेछ यसो गर्छु बरु एउटा बहाना बनाएर फोन राखिदिन्छु यसो गर न बेबी अहिले म सुत्दैछु कि अहिले म निन्द्रा लागिरहेछ तिमी एकछिन पछि फोनमा बोल भने त्यतिखेर सोध न हुँदैन ए मसँग बोल्नु पर्यो जहिले यस्तै हुन्छ होइन जहिले निन्द्रा लाग्छ मसँग बोल्नु पर्यो भने सोध न सोध हुन्छ ल बेबी म के होइन म यदि म नभएर म चिम्पान्जी हुन्थेँ अरे ल के म चिम्पान्जी हुन्थ्यो भने नि तिमी मलाई यत्तिकै माया गर्थ्यौ जति अहिले मलाई माया गर्थ्यो त्यति माया गर्थ्यौ तिमी मलाई ल त्यो सब कुरा छोड्थ्यो बरु यो भन होइन म केटा हुन्थेँ अरे अनि तिमी पनि केटा हुन्थ्यो अरे होइन अनि तब पनि तिमीलाई यत्तिकै माया गर्थ्यौ के गर्थेनौ अहिले त म राम्रै छु त्यही भएर तिमीलाई माया गर्छ होइन तर यदि म नराम्रै हुन्थेँ भने मेरो आँखा यता फर्केको मेरो आँखा उता फर्केको अनि म कस्तो नराम्री हुन्थेँ भने पनि तिमीलाई माया गर्थ्यौ कि गर्थेनौ यदि मेरो आवाज घटाएको जस्तो हुन्थ्यो भने तब पनि तिमीलाई माया गर्थ्यौ भोलि पर्सि चाहिँ म तिमीसँग बिहा गर्दिनँ मलाई छोडिदेऊ ल भन्यो भने तिमी मलाई फकाउँछौ कि ल बेबी ठिकै छ तिम्रो इच्छा तिमीलाई जे ठिक लाग्छ त्यही गर न भनेर भन्छौ अनि बेबी अनि म जन्मेको हुन्थेन भने म जन्मेको हुन्थेन तिमी के गर्थ्यौ तिमी त अर्कै केटीलाई बिहा गर्थ्यौ होला नि जति मलाई माया गरिरहेको छौ अहिले त्यति माथि म अर्कै केटी बिहा गर्थ्यौ म त सोचेर पनि दुःख आएर तिमीलाई चिट गर्दैन हो चुप लाग तिमी म तिमीसँग कुरा गर्ने मन छैन राख ब्रेकअप